वाम करे भैक्षम। तपाईलाई संक्रान्ति देब्रे हातमा परेको छ। 2082 सालमा तपाईले खाको खाई गर्न पाउनुहुन्छ। खी खु खे खो लगायत देखिएको नाम अक्षर तपाईको हो भने तपाईको 2082 साल खाएरै बित्नेछ। माग्ने, खाने, भ्याउने, मास्ने, सक्ने, अनि फेरि माग्ने, अनि फेरि खाने, यस्तै नाम गरेको फल तपाईलाई भक्षम नाम गरेको फल दिएको छ यो संक्रान्तिले। तपाईको जन्म यदि श्रवण, धनिष्ठा अथवा शतभिषा नक्षत्रमा भएको हो भने वैशाखदेखि असोज महिनासम्म तपाईले धेरै भोज भतेर गर्न पाउनुहुन्छ। सभा, सम्मेलन, पार्टी, विवाह भोज आदिमा होस् या कसरी हुन्छ खानेकुरा खाको खाई गर्न पाउनुहुन्छ। बायाँ हातमा परेको संक्रान्तिले तपाईलाई खासै राम्रो फल दिएको छैन। नातिनुहोला, धैर्य भएर धीर भएर चल्नुहोला। खानपिन ज्यादा हुनाले पेटमा समस्या पनि आउन सक्छ। रोगले पनि दुःख दिन सक्छ। खानामा कन्ट्रोल गरेर अगाडि बढ्नुहोला। यदि देखाइएको चार्टमा तपाईको नाम अक्षर छैन भने कृपया अर्को भिडियो हेर्नुहोला।